नमस्ते सम्पूर्णमा। अनि आजको दामी अफर चाहिँ के छ भन्दाखेरि फ्लिपकार्टले रेड टेपको दामी दामी जुत्ताहरू दिँदैछ है। तल लिङ्क हालिदिइरहेको छु मैले। ग्रे व्हाइट कम्बिनेसनमा, ब्ल्याक एन्ड व्हाइट कम्बिनेसनमा, ग्रीन एन्ड व्हाइट कम्बिनेसनमा दामी जुत्ता आइरहेछ 1500 भन्दा पनि कम्ती। तल लिङ्कमा चेक गर्न सक्नुहुनेछ है तपाईँले। अब बढौँ भिडियोतर्फ। आजको भिडियो चाहिँ के छ भन्दाखेरि गत 22/6/2026 को दिन अर्बन डेभलपमेन्ट एन्ड म्युनिसिपल अफेयर्स डिपार्टमेन्टले वेस्ट बेङ्गलको एउटा सूचना जारी गरेछ, एउटा नोटिस, पब्लिक नोटिस जारी गरेको छ। नोटिसले चाहिँ के भन्छ भन्दाखेरि ब्यान अन ओपन डेफिकेसन, पब्लिक युरिनेसन, लिटरिङ, इलिगल डम्पिङ अफ वेस्ट, युज अफ ब्यान्ड प्लास्टिक क्यारी ब्याग्स अनि स्पिटिङ इन पब्लिक प्लेसेस भन्नु खोजेको चाहिँ तपाईँले ओपन जग्गामा टोयलेट गर्न सक्नुहुन्न कहीँ पनि, 1 नम्बर होस् या 2 नम्बर। अर्को, मैला कहीँ पनि फ्याँक्न सक्नुहुन्न। जहाँ मैला फ्याँक्ने पोइन्ट बनाएको छ त्यो पोइन्ट बाहेक अरू कहीँ पनि मैला फ्याँक्न सक्नुहुन्न। जहाँ टोयलेट गर्ने जग्गा बनाएको छ, वासरुम रेस्टरुम बनाएको छ, त्यो बाहेक अरू कहीँ पनि गर्न सक्नुहुन्न। अनि पब्लिक जग्गाहरूतिर थुक्नु पनि सख्त मनाही छ। पब्लिक जग्गा भन्नाले हस्पिटल्स, एडुकेसनल इन्स्टिट्युट्स, स्कुल्सहरू, रिलिजियस प्लेसेस, मन्दिर, चर्च, मस्जिदको छेउछाउ, बजारतिर, अनि जहाँ मान्छेको बेसी भिडभाड हुन्छ त्यो एरियातिर, बिल्डिङ्सको छेउछाउमा है। आजकल हामीले देख्छौँ नि सिँढीहरू, गल्लीहरू सब लाल किला टाइपको बनाइसकेको छ क्या, रातै बनाइसकेको हुन्छ थुकेर। त्योहरू सबै बन्द। युटिलिटी बिल्डिङ्सहरू हुन्छ कतिवटा, त्यहाँतिर अफिसेसहरू भयो, डिएम अफिस भयो, थानाको छेउछाउ भयो, टाउन हलको नजिक भयो, मेला ग्राउन्डको छेउछाउमा भयो, यो सबतिर थुक्नु चाहिँ एकदमै बन्द। अब तपाईँले यत्रो नोटिस जारी गरेर पनि अगर मान्नु भएन भने चाहिँ के गर्छ त सरकारले? यत्रो नोटिस जारी गरेर पनि तपाईँले मान्नु भएन भने के चाहिँ गर्छ सरकारले भन्दाखेरि नेचर अफ भायोलेसन अनि त्यसको फाइन्सहरू लगाउँछ। ओपन डेफिकेसन और युरिनेसन इन पब्लिक प्लेसेस अदर देन डेजिग्नेटेड टोयलेट्स और रेस्ट रुम्स, तपाईँले बाहिरतिर टोयलेटहरू गरेको भेटाएमा 200 रुपियाँको फाइन, बाहिरतिर मैला फ्याँकेको कि त प्लास्टिकहरू चलाएकोमा 200 रुपियाँ फाइन, अनि कहीँ तपाईँले थुकेको भेटाएमा 100 रुपियाँको जरिमाना लाग्नेछ अन द स्पट। त्यो पनि अनलाइन, अफलाइन पैसा थाप्ने सिस्टम हुँदैन यसमा, अनलाइन हुन्छ फाइन। तपाईँले यसको चलान पनि पाउन सक्ने हुनेछ। अनि कालिम्पोङमा चाहिँ सायद म्युनिसिपालिटीले यो फाइन उठाउने काम गर्छ होला। र सबैमा सेयर गरिदिनुहोस् यो भिडियो, किनभने 1 तारिक जुलाईदेखि लागू हुनेछ यो सिस्टम, यो फाइनको सिस्टम चाहिँ है। अनि यो कतिवटा कुराहरू ब्यान भएको चाहिँ 1 तारिक जुलाईदेखि लागू हुनेछ। अनि सबैमा सेयर गरिदिनुहोस्। एकछिन टाइम लाग्छ, तल फलो बटन पनि क्लिक गरिदिहाल्नुहोस्, स्क्रिनमा डबल ट्याप पनि गरिदिनुहोस्। भिडियो मन परेमा सबैलाई सेयर गरिदिनुहोस्। थ्याङ्क यू भेरी मच, स्टे सेफ।